डरलाग्दो बाटो छ कि माथिबाट ढुङ्गो त यहाँ त तलै झर्ना जस्तो छ। ओ माई अन्नपूर्ण गाउँपालिका 1 आइहाल्नु पर्छ नि त अब यो पहाड पहाड खाली पहाडको दुईटा पहाडको खोजको बिचबाट तातो पानी त मान्छेले बिजनेसको लागि टिकट काटेर जाने त्यसको लागि बनाएको हुन्छ कि पुरै बाटाबाट जति नि भेटिन्छ यहाँ नि होला त्यो कुण्डामै तातो पानी तातो पानी गेस्ट हाउस त पानी हो त अनि तातो पानी आउने ठाउँ चाहिँ आएको चाहिँ कहाँ हो त बाटोमा नेचुरल हट स्प्रिङ अन्नपूर्ण तातो पानी मेग्दी यहाँ हो तातो पानी पहाड माथि भिडियो बनाउनु यो होटलदेखिबाट सुरु गर्नु न यहाँ त खतरा ठाउँ आइयो तातो पानी यहाँ अघि निरुले आउँदैछु भन्दै थियो नि बाबे यहीँ हो दामी हेर्नु त माथि शिवजी तल हेर यस्तो राम्रो दामी ठाउँ यार है नसोचेको ठाउँ रहेछ यार यता यार कसको भनौँ हेलो हेलो भिन्डा चेङ्गराको बथान एउटा छोपेर गाडीमा हाल्नु पर्यो अनुपम सुन्दर ठाउँ हामी यो मुस्ताङको लगभग नजिकमा आउँदैछौँ लगभग अब यहाँबाट हाम्रो साह्रै धेरै टाढा छैन 5-7 किलोमिटर छ कि टाढा एकदम त्यहाँबाट हावा आपको यो कर्णालीको पुलमा जस्तै हावा आइरहेको छ क्या बेटी हेलो 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 के छ आज हाम्रो फ्यामिली टुर टिकटक बनाउनु पर्यो टिकटक
अहिलेको जमाना टिकटकको छक्कै च्याङ्राहरूसँगै छन् सुरक्षा चाहिँ कुकुरले सुरक्षा दिँदा हो नि हो कुकुरले सुरक्षा दिएको छ कुकुर भन्छ ती धेरै च्याङ्रा छन् यहाँबाट यहाँसम्म माथि यस्तो पहाड छ चारैतिर पहाडले घेरेको यिनीहरू जाडोले चाहिँ काम थालिसक्यो बेटी जाडो भयो र शिवजीले एउटा च्याङ्रा किन्नुभयो यसलाई चाहिँ अब भोलि फर्किँदा यसलाई लिएर जाने तिमीलाई देखेर हिमाल हाँसेको तिम्रो गीत सुनेर मुनाल ना तपाईँहरूले पनि कुनै किसिमको पितृको नाममा उद्धार गर्न दान गर्न चाहेमा हाम्रो कागबेनी मन्दिर तथा सदस्थलको व्यवस्थापन कार्यालयमा सम्पर्क गर्नु आज हामी कागबेनीमा यो श्राद्ध आफ्नो पितृलाई त्यहाँ होइन एउटा सम्पन्न उताको ल हामी कागबेनीमा आयौँ एकदम माथिपट्टि भीमकाय पहाडहरू छ यहाँ चाहिँ यसरी बेच्न राखिएका छन् शालिग्राम अनि तेलहरू अनि यो सुकेको स्याउ के हो यो त्यो छ यहाँ लहरै दुनामा बत्ती राखिएको छ बत्ती राखिएको छ पहाड जङ्गलको पहाड छ ठुलो पहाड अहिले हामी जमसङबाट अगाडि आएपछि कागबेनी भन्ने ठाउँमा आइयो यहाँबाट पठाइदिनु होला हो यार हाम्रो
कस्तो लाग्यो बजी आउनु पोखरी अब कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो कति भने 20 लिटरको लाउने प्राइमर पितामा काँडा लिएर जाँदा मेरो नामले हेर्दैन छिटो छिटो गइहाल्नु ल पवित्र पवित्र मम्मी ल मम्मीलाई जानु के गरे जानु उठ्नु भयो उठ्नु ल अक्सिजन ट्याङ्क लिएर आउनु पर्ने नि खोज्न पर्ने ल आज मुक्तिनाथ दर्शनको क्रममा खास मुक्तिनाथ मन्दिर चाहिँ यो मुक्तिनाथ मन्दिर बुझ्यो अहिले दर्शनार्थीहरूको भिड एकदम आज धेरै छ यहाँ चाहिँ केही उयोहरू बिरामी भइहाल्यो भने अचानक बिरामी भयो भने आफ्नो ठाउँको लाइन त्यत्तिकै लाइन छ लाइनहरू चाहिँ त्यत्तिकै छ तलपट्टि यो चाहिँ नुहाउने ठाउँ हो तलबाट आउने ठाउँ छ यो यहाँ चाहिँ आउने ठाउँ यहाँ चाहिँ पानी डुब्नु बिमारी तपाईँबाट धेरै ल हो यस्तो पानी आएको तपाईँहरू हजुर यहाँ आउनु न त्यहाँ बबिता बहिनी बस्नु हजुर यहाँ आउनु यहाँ बस्दा भइहाल्यो बस्ने आमाले त्यहाँ यहाँ पनि छ नि एउटा हेलो 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 हजुरलाई कहाँ गयो
अलि उता जानु अलि अलि नजिक बस्नु न नजिक एउटा हातमा त्यो एउटा हातमा उतातिर फोकस जाऊ 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 कस्तो धमिलो आएको त हेलो कस्तो लागिरहेछ खै कता हो गुन्डुमुनु कता हो हेलो हामी कहाँ अरे लामो पुलमा भन्दैछ नि हो कुस्माको लामो पुल भने नि भयो कि यो यति लामो छ कि यतापट्टि यति लामो छ होइन यतापट्टि यति लामो छ त्यसको अपोजिट फेरि यतापट्टि फेरि यति लामो छ कि ओके 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 हेलो सम्पना कहाँ हो हामी हो कस्तो छ पुल डर लाग्दो छ हो यो कुन जिल्लामा हो थाहा छ बागलुङ यो झोलुङ्गे पुल बुझ्यो अझै एउटा समात्दै ल हेर्नु ल त ल यो ठिक छ यसलाई छोड्दिनु यता यता ल्याउनु त कुनामा पारेर समात्नु नचलाउनु ठिकै छ कुनामा पारेर समात्नु कुनामा पारेर हो कि समात्नु जाऊ अभी लरे यहाँ पाओ यसरी हात राखी पट पट गर्नु हुन्छ पुली लिएर आइछ नि यो त दाना कस्तो हुन्छ दाना हुन्छ कि भित्रमा कालिज पाकेको रहेछ हेर त लुगा पानीले यो भिडियो बनाउँदा सबै भिजेर बाबाले गर्दा हो बन्दीपुर बेस क्याम्पको स्पेसल काली भिडियो हो नि गुड के अरे हजुरको नाम मेरो नाम रबिन कुरा भन्नु न ल कालिज लिना बन्दीपुर बेस क्याम्प आउनु होला है काँचो खानु मिल्छ र पाकेको हेरेर खानु न भाइ सर आउनु यो प्याक गर्दै गरौँ त्यो लिएर आउँदै गर्नु
यिनीहरूले अरू बेला अलिक व्यवस्थित गरेर टिप्न पर्ने हो नि त है त ल्याउनु त मैले देखेको छु माथि के भन्छ यो केटी हो ल त्यो त टमाटर के भन्छ बुढा यो तारकै हो यो अर्कै हो नि ए भयो के भयो भिडियो कति बनाइरहेको लामो